नेपालमा यस्तै यस्तै काला दिन धेरैचोटि आए। आज पनि 2083 साल भदौ महिनाको 10 गते बुधबार त्यस्तै कालो दिन भित्रियो नेपालमा। चीनबाट आएको एउटा नदीको बाँध फुटेर आएको एउटा ठुलो बाढी, जुन भोटेकोशी नदी हुँदै आएको बाढीले रसुवा गढी भन्सार हुँदै एकदमै ठुलो क्षति पार्दै तहस नहस विघ्न बनाउँदै सयौंको ज्यान लिँदै सयौंलाई विस्थापित गर्दै घरबार विहीन बनाउँदै हाहाकार मच्चाएको छ। अहिले रातिको 9 बज्दै गर्दासम्म 95 जनाको शव फेला परिसकेको छ। यहाँ सिङ्गो देश लागेको छ। विदेशबाट पनि त्यसै गरी चाइनाबाट पनि यहाँ उद्धार गर्नको लागि, खटिनको लागि र सहयोग गर्नको लागि चाहिँ विभिन्न ठाउँबाट चाहिँ आश्वासनहरू आइरहेका छन्। र यो विपदको घडीमा साँच्चै यो विपद तपाईँ हामी सबैको विपद हो। त्यहाँनिर हामीलाई पनि राखेर हेरौँ, तपाईँलाई राखेर हेर्नुहोस् कत्रो विपद होला। जनधनको क्षति भएको छ। लगभग 2 खर्ब भन्दा बढी धन माल र सामानको चाहिँ क्षति भएको छ। पूर्वाधारको क्षति भएको छ। पुल पुलेसाहरूको क्षति भएको छ, बर्बाद भएको छ। बाटोघाटो बर्बाद भएको छ, बजार बर्बाद भएको छ, हेरिसक्नु छैन। अनि वस्तु चौपाए खेतीपाती यो केही पनि रहेको छैन, बर्बाद भएको छ। धादिङ, रसुवा त्यसै गरी चाहिँ चितवनसम्म असर परिरहेको छ, जुन एउटा एकदमै ठुलो यो विघ्न हो। र 403 जना पर्यटकहरू पनि बेखबर भएका छन्। र त्यसै गरी भन्सार कार्यालयका पनि 15-20 जना चाहिँ कर्मचारीहरू त्यसै गरी बेखबर छन्। अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन भने 43 जना सुरक्षाकर्मीहरू समेत सम्पर्कविहीन हुनुभएको छ। र रातिको समयमा समेत सरकारले उद्धार कार्य जारी राखिरहेको छ। र म यही भिडियो मार्फत यहाँहरूलाई के सन्देश दिन चाहन्छु भनेदेखि कृपया जहाँ जसरी रहनुभएको छ सुरक्षित रहनुहोला र कहिल्यै पनि पोजिटिभ सोचाइ लिएर आउनुहोला र कहिल्यै पनि अरूलाई चाहिँ सहयोग गर्ने तरिकाले तपाईँको मन, मस्तिष्क, धन, मन, बल र बुद्धि सबै कुराले तपाईँले सकारात्मक सोच राखेर अरूको दुःखमा दुःख मिसाउनुहोला। धन्यवाद।